Hello everyone, today we are here in the 17th annual sport meet of Discovery Secondary School, and it is our first day of annual sport meet. आज चाहिँ अब हामी क्लास 6 to 8 का भाइहरूको साइकल रेस स्लो साइकल रेस गराउँदैछौँ। यो चाहिँ हामीहरूले चाहिँ हैन अगाडिको सिलेक्सन राउन्डबाट सिलेक्सन गरेका स्टुडेन्टहरू हो। यो चाहिँ फाइनल राउन्ड हो हाम्रो स्लो साइकल रेसको, र अरू विद्यार्थी भाइ बहिनीहरू पनि एकदमै एक्साइटेड भएर हेरिरहेका छन् को फर्स्ट हुन सक्छ त भनेर। यहाँ हामी देख्न सक्नुहुन्छ अभिषेक भाइ, उता अनुष भाइ छन्, अनि उता कृष्ण भाइ छन्, पल्लो कुनामा हामी उरियाल भाइलाई देख्न सक्छौँ। उरियालको पनि एकदमै राम्रो कन्ट्रोलिङ छ साइकलमा। स्लो साइकल रेस गेम पनि खतरा तरिकाको हुन्छन् के, कुनै चाहिँ सर्ट टाइम पिरियडमा एकदमै फास्ट जसले सक्छ टास्क कम्प्लिट गर्न त्यही फर्स्ट हुन्छ। अब स्लो साइकल नाम नै स्लो साइकल रेस छ, जसले कन्ट्रोल गर्न सक्छ त्यही फर्स्ट। यहाँ दिनेश भाइ पनि छन् हैन, दिनेश भाइले पनि राम्रो गरिरहेछन्। ओहो हेर्न सक्नुहुन्छ उरियाल भाइले चाहिँ खतरा कन्ट्रोल गरिरहेछन् है। उरियालले उता कृष्ण भाइले पनि राम्रो कन्ट्रोल गरिरहेछन् हैन। अब यसमा चाहिँ स्लो साइकल रेसमा चाहिँ जसले कन्ट्रोल गर्यो हैन, जसले टास्क लङ टाइमसम्म साइकललाई कन्ट्रोल गर्न सक्यो त्यही फर्स्ट हुन्छ के। अब देख्न सक्नुहुन्छ अरूलाई। अब म अहिले चाहिँ उरियाल भाइको कन्ट्रोल एकदमै राम्रो छ नि त हैन। यसो हेर्दाखेरि अहिलेको तुलनामा फर्स्ट उरियाल होला जस्तो छन् हैन, सेकेन्ड कृष्ण छन् अहिलेसम्म चाहिँ हैन, थर्ड दिनेश भाइ छन्। अब के हुन्छ नतिजा चाहिँ हैन, रिजल्ट चाहिँ के आउँछ, तर कन्ट्रोल त उरियाललाई त कोही सक्दैन अब हैन। सायद उरियाल चाहिँ फर्स्ट हुन्छन् कि के हो। यसो मोबाइल घुमाइदिन्छु म त, यसो हैन घुमाइदिएको हेर्न सक्नुहुन्छ। मोबाइल घुमाइदिएँ, उल्टा बच्चाहरू हेर्न सक्नुहुन्छ। खतरै घुमिदियो क्या मोबाइल पनि। अब त्यसै गरी उरियाल फर्स्ट नै हुन्छ जस्तो छन् हैन। उतातिर खसिसक्यो हैन, मेबी थर्ड चाहिँ दिनेश भाइ भयो, सेकेन्ड कृष्ण भाइ, फर्स्ट उरियाल चाहिँ फर्स्ट। कङ्ग्रेचुलेसन उरियाल।